गाइस इन मान्छेलाई भोक लागेर चोर्दै खान नास्ता खाने टाइम भएन चोर्दै खाछन् है गाइस यिनीले चोर्दै खाछन् पुरै प्लोटिनबाट निकाल्दै यस्तो छन् गाइस यस्तो छन् अब के भनौँ खै भोक लागिसक्यो यिनीहरू त के पुल छ के जाम के भोक लाग्छ छैन भोक लाग्छ छैन तिमीलाई गाइस तपाईँहरूलाई यदि मिठो भएन भने पहिले नै सम्पर्क गर्नु होला अनि म छँदैछु तपाईँको बहिनी हजुर कमलाल चाहिँ हामीले छाडेर आएको अवस्था त्यो एक्लै आउँछ क्या यहाँ चाहिँ कमला आऊ छिटो भाइ आऊ छिटो भनेर जाने हो अलि मोमो पानी गाइस हामी चाहिँ मोमो खाने भनेर यस्तो भागेर आएको छौँ चाहिँ मोमो खान चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु है किनभनेपछि मसँग एउटा अवलोकन दाईको 1 प्लेट मोमो छ हजुर त्यो 1 प्लेट मोमो दाल चाहिँ धेरै खान सक्नुहुन्न अरे अनि त्यही भएर म खान्छु अनि म चाहिँ भोकै बस्छु रे उनले खाने रे अनि यहाँले चाहिँ चाउमिन मात्रै खान मन पराउनुहुन्छ अरे अनि मलाई चाहिँ एकदमै मोमो चाउमिन दुवै मनपर्छ क्या पाएपछि मैले सबै खान्छु पछाडि उठी एकपल्ट गयो गोबर थियो उताबाट चाहिँ एउटा हुनुहुन्थ्यो हिरोइन उता चाहिँ हराएन उता हराएको छन् त्यो हाम्रो हिरोइन चाहिँ मेन रोल प्ले गर्ने मान्छे चाहिँ उनी थिए यहाँ अवलोकन दादाको प्रिय के हो प्रिय त्यही हो बुझ्नु होला सबैले अनि म चाहिँ यहाँको असिस्टेन्टहरु सामने उता पुरै बन्द्रिया जस्तो आएछ नि हेर हेर तिमीले के भन्नुभयो यहाँ थाहा उताबाट चाहिँ आउँदै हुनुहुन्छ रानी ओके यिनी हुन् हाम्रो यस कार्यक्रमको विशेष के भन्छन् रे स्वयंसेविका होइन गमला मोटी काली भेष यिनी हुन् यिनीमा चाहिँ यहाँ चाहिँ उ लभर हुनुहुन्छ कुकुर लभर अघि झन्डै कुकुरले टोकेको गरेको थियो तिमीलाई म चाहिँ हेर्नु एकदम सोझो मान्छे त्यही भएर म त खाना मात्रै जानेको छु त्यही भएर यो खाना बोकेर आएको छन् होइन यो चाहिँ सबै मेरो हो यहाँको लागि चाहिँ बाहिर स्पेसली चाउचाउ छ उनको लागि त्यो हातमा छ मेरो लागि पनि हातमा छ यी गाइस यहाँको चाहिँ स्प्राइट छ आजकल सेतो आउने गर्छ अनि चाहिँ यस्तो भयो कोका-कोला पुरै यो कोका-कोला चाहिँ आजकल सेतो आउने गर्छ हजुर मेरो चाहिँ धेरै छ खानेकुरा तर अहिले यहाँ मैले धेरै दिनपछि मैले एउटा शिकार भेटेको छु मुझे बहुत डर लाग्यो कि मेरा शिकार के भन्छन् रे शिकार ढुंढने के लागि दो लोग वाह ये भी है एक शिकार देखो ये भी है मैं तो नहीं हूँ ना मैं तो इससे शिकार नहीं करता हूँ देखो भाई